नमस्कार दर्शकबिन, आजको शीर्षक रहेको छ गरिब घरको सपना। सुनेर साथ दिनुहोला। यो कथा हो एउटा गरिब घरको। त्यो घर जहाँ पैसा कम थियो तर सपना धेरै थिए। चिसोको बिहान थियो। टिनको छानाबाट पानी चुहिरहेको दागहरू अझै देखिन्थे। भुइँमा पुरानो ओछ्यान, छेउमा सानो चुलो र त्यो चुलोमा आज पनि आगो बलेको थिएन। 12 वर्षको सानो छोरा रमेश चुपचाप आमालाई हेरिरहेको थियो। आमा रातभरि काम गरेर थाक्नु भएको थियो। हातमा फोका थिए, अनुहारमा थकान, तर आँखामा पनि अझै आशा बाँकी थियो। आमा, आज खाना के छ? रमेशले बिस्तारै सोध्यो। आमा केही बेर चुप रहनुभयो। त्यसपछि मुस्कुराउँदै भन्नुभयो, छ बाबु, तिमी चिन्ता नगर। तर त्यो मुस्कान साँचो थिएन, किनकि घरमा खानेकुरा केही थिएन। आमाले हिजोको बासी रोटीको सानो टुक्रा ल्याएर रमेशको हातमा दिँदै भन्नुभयो, मलाई भोक लागेको छैन, तिमी खाऊ। रमेशलाई थाहा थियो आमा फेरि झुट बोल्दै हुनुहुन्थ्यो। आमाको पेट भोकै थियो, तर आमाको मन भरिएको थियो छोराको भविष्यको सपनाले। रमेशले त्यो रोटी खाँदै मनमनै कसम खायो, एक दिन म सफल हुनेछु र आमालाई कहिले रुन दिने छैन। समय बित्दै गयो। रमेशले धेरै दुःख सह्यो। कहिले भोकै बस्यो, कहिले अरूको पुरानो कपडा लगायो, तर उसले कहिले हार मानेन, किनकि उसले थाहा थियो उसको सपना केवल उसको होइन, उसको आमाको पनि सपना थियो। वर्षौंपछि एक दिन त्यही पुरानो घर अगाडि एउटा गाडी रोकियो। छिमेकीहरू छक्क परे। गाडीबाट झरेको त्यो मान्छे त्यही रमेश थियो। अब ऊ सफल भइसकेको थियो। ऊ घरभित्र पस्यो। सबै कुरा उस्तै थियो, तर आमा भने त्यहाँ हुनुहुन्थेन। भित्तामा आमाको फोटो मात्र थियो। रमेश फोटो अगाडि बस्यो, आँखा रसाए र बिस्तारै भन्यो, आमा, मैले तपाईँको सपना पुरा गरेँ, तर तपाईँलाई खुसी देखाउन म ढिलो भएछु। त्यो दिन रमेशसँग पैसा थियो, ठुलो घर बनाउने क्षमता थियो, तर आमाको त्यो सानो घरको माया कुनै मोहरले दिन सकेन। किनकि सत्य के हो भन्ने, गरिब घरमा पैसा कम हुन्छ, तर त्यहाँको माया संसारकै सबैभन्दा धनी हुन्छ र आमाको माया कहिले पैसाले किन्न सकिँदैन। यही थियो आजको कथा। यदि यो कथाले तपाईँको मनको कुनै पुरानो घाउ छोयो भने सायद तपाईँले पनि कहिले अधुरो माया महसुस गर्नुभएको छ। अर्को कथासँग फेरि भेटौँला। नमस्कार।